हेलो गाइज, गुड मर्निङ। अनि तपाईहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम फिटफाट। अनि तपाईहरू पनि फिट रहनुहोस्, स्वस्थ रहनुहोस्, सेहतमान रहनुहोस्। र कोही कोही बेला यसरी हर्बल बाटो पनि हिँड्नुपर्छ। कति बाइक स्कुटी गाडीमा मात्रै हिँड्ने। एकछिन म तल कृष्णनगर झर्दैछु र यो चाहिँ हो हर्बल बाटो। तपाईहरूलाई म हर्बल बाटो देखाउँदैछु। यो चाहिँ हो हर्बल बाटो, तपाईहरूले देख्नुहुँदैछ है। हेर्नुहोस् मेरो हर्बल बाटो। अनि हेर्नुहोस् जङ्गल, वाट अ ब्युटिफुल जङ्गल। कति राम्रो छ जङ्गल, हेर्नुहोस् है, देख्नुभयो। र यस्तो बाटो पनि हिँड्नुपर्छ कोही कोही बेला। त्यही यसरी यस्तो बाटोमा हिँड्ने गर्नुपर्छ। स्कुटी बाइकमा कुदेकोले हिँड्नै नसक्नुहुन्छ मान्छे हो। कोही कोही बेला चाहिँ यस्तो बाटोबाट हिँड्नुपर्छ साथीहरू। मेरो त्यहाँ बाइसेन्स कुराहरू आयो र सोधिदियो भने चाहिँ त्यो भएर म त त्यतै जाने र सोचिरहेको थिएँ। ल म त हिजो फोन गरेर हिजै जानु पऱ्यो हामी दुईजना चाहिँ भनेर सोचिरहेको थिएँ। दुधेको गोकुल लज र अहिले चाहिँ हामी दुधेको गोकुल लजमा छौँ एकछिन। अरे पहिला त एकदमै राम्रो थियो, अहिले चाहिँ यसको कन्डिसन यस्तो भएको छ। मेन्टेन नभएर यस्तो भइरहेछ। यहाँनिर दुधेको यो ब्रिजहरू बनाउँदैछ। अहिले यो डाँडा काटेर यस्तो भएको रहेछ। यो चाहिँ हाम्रो दुधेको गोकुल लज। हेर्नुहोस् यस्तो छ दुधेको गोकुल लज। उयो भित्काएर त यो दुधे त कस्तो देख्दो रहेछ अहिले, हेर्नुहोस् है। भित्काएर अर्कै देख्दो रहेछ दुधे त। बुङकुलुङको बाटो तिर्सो आएको र यहाँनिर चाहिँ भ्यूहरू एकदमै दामी रहेछ। त्यहाँबाट तपाईँहरूलाई म देखाउन चाहन्छु। यो तिर्सो चाहिँ बुङकुलुङको बाटो। अब यहाँ चाहिँ यस्तो रहेछ यो। आमामा के अरे यो जग्गाको नाम? टारुवा। यो चाहिँ होटेल हो कि के हो? होमस्टे? ए बनाइसकेको छ है। यो चाहिँ तपाईँहरूले देख्नुहुन्छ ऊ माथिसम्म रहेछ गाउँ। यो यस्तो रहेछ, हेर्नुहोस् ल। ए यस्तो रहेछ। यो चाहिँ दुधीबाट उकालो दुधे त्यो भित्र हाट लाग्नेबाट उकालो डम्फेटारबाट आउने चाहिँ यो बाटो। यहाँनिर यस्तोहरू बनिसकेको छ। हेर्नुहोस् कति राम्रो, कति दामी भ्यू हो। हेर्नुहोस् है, यो चाहिँ दुधे हो है, दुधे। हेर्नु होला कस्तो दामी देख्दो रहेछ यो गाउँहरू। हामी चाहिँ अब बुङकुलुङ जाँदैछौँ। यहाँबाट चाहिँ हामी बुङकुलुङ जाँदैछौँ। यहाँ मेरो साथीहरू गाडी उयो छ र यो बाटो बुङकुलुङको त्यो मुनि दुधेबाट अलिक माथि आएर छुट्टिन्छ त्यो बाटो हो। यो अस्ति नयाँ बनाएको। बुङकुलुङ आइपुग्यो। यो बुङकुलुङको गेस्ट हाउस हो। यो चाहिँ बुङकुलुङ हो। यहाँनिर बुङकुलुङ आइपुगेको छौँ हामी। यहाँ बुङकुलुङको गेस्ट हाउसमा जाँदैछौँ। हाम्रो स्टाफ हुनुहुन्छ, गेट खोल्नुहुँदैछ। यो चाहिँ हो बुङकुलुङको गेस्ट हाउस। हेर्नुहोस् पहिला यो डिजेसीको पालीमा बनिएको यो। अहिले यताबाट जम्मै म्याक्सिमम् गाडीहरू चाहिँ अहिले यताबाट चल्ने गर्दो रहेछ सिलगढी। यो चाहिँ हो गेस्ट हाउस। अब यो कस्तो रहेछ म तपाईँहरूलाई देखाउन चाहन्छु। हेर्नुहोस् है, यो चाहिँ बुङकुलुङमा। बुङकुलुङ भनेको चिन्नुहुन्छ है तपाईँहरू सबैले, मिरिकदेखि मुनि बुङकुलुङ बस्ती। यो चाहिँ यहाँ पार्किङहरू रहेछ। मुनि चाहिँ गार्ड बस्नेहरू यस्तो रहेछ, ड्राइभरहरू बस्ने। यहाँ चाहिँ यो बिल्डिङ चाहिँ हेर्नुहोस्। अब यसको भित्र के कसो छ म तपाईँहरूलाई अलिअलि देखाउने छु। दामी चाहिँ एकदमै दामी लोकेसनमा छ। हेर्नुहोस् लोकेसन।
कति दामी यो चाहिँ गेस्ट हाउस हो यस्तो रहेछ सिँढी यति राम्रो छ मार्बलको मजाको बनाएको सिँढी छ चाहिँ म माथिल्लो तालमा हामी जाँदैछौँ र यो चाहिँ हो यहाँको साइज यहाँबाट चाहिँ यस्तो छ त यहाँबाट माथि चाहिँ यस्तो छ तपाईँहरूलाई यो थर्ड फ्लोरमा म जाँदैछु अब यो चाहिँ तर पुरै उयो भइसकेको छ यस्तो भइसकेको छ र यहाँनिर चाहिँ परिवारले अहिले हगेर यस्तो भएको छ यहाँ चाहिँ पहिला सुभाष घिसिङको स्वर्गीय हाम्रो सुभाष घिसिङज्यूको त्यहाँनिर रुम यहाँ डाइनिङ रुम त्यो अरे भित्र चाहिँ अब अफिसहरू त्यहाँ सुत्ने रुम भित्र छ ऊ त्यो भित्र चाहिँ सुत्ने रुम छ अहिले त यस्तो हालत भएको छ यसको हेर्नुहोस् न कति माया लाग्छ परिवारले हगेर चाहिँ के हालत बनाएको छ यस्तो छ यस्तो कन्डिसन भइसकेको छ यो अब कुनै दिन त अब यो ढल्ने अवस्थामा पनि छ हेर्नुलाई बुङकुलुङ कति दामी भ्यू देखेको बुङकुलुङको मैले यो लजबाट लिँदैछु बुङकुलुङ अझ यति दामी जग्गा छ यो हेर्नुहोस् यो प्रपर्टीहरू हाम्रो यस्तो राम्रो छ यसलाई चाहिँ हाम्रो प्रशासनले राम्रोसँगले चलाउन सक्यो भने चाहिँ साँच्चै नै हाम्रो दाजुभाइले रोजगार खोजिहिँड्नु पर्दैन अनि बुङकुलुङको पनि एउटा एसेट हो है र यो तपाईँहरूले यो रुखमा गाँठो देख्नु हुँदैछ नि यो चाहिँ कमिलाको गोला हो कमिलाको गोला हो यो गरमतिर यस्तो हुन्छ नि रुख हो रुख यत्रो मजाको भएछ अनि यो के अरे यसको पछाडि यहाँनिर यो ब्याक साइड हो है यो लजको लिची रहेछ लिचीको बोट अनि ब्याक साइडमा यहाँनिर किचनहरू यो किचनहरू खासमा एक्चुअलीमा तर अहिले यस्तो हालत चाहिँ यस्तो छ यस्तो भएर बसिरहेछ यो अहिले चल्दैन चल्नु त तर कन्डिसन चाहिँ यस्तो छ सबै अब यसलाई राम्रोसँगले मेन्टेन गरेर चलाउनु हो भने यहाँ पनि टुरिस्टको कमी चाहिँ हुँदैन यस्तो छ यो किचनहरू यो चाहिँ तपाईँले ब्याक साइडमा ब्याक साइड यस्तो छ माथि आइपुगेको छ अलिक माथि अनि यहाँबाट चाहिँ हेर्नुहोस् यो बुङकुलुङ चाहिँ यसरी देखिन्छ यति राम्रो अहिले चाहिँ हामी यहाँ गाडी रोकिरहेको छौँ मन्जु पार्क आइपुगेँ अब यो चाहिँ काउन्टर हो यहाँ गेटमा चाहिँ हाम्रो स्वर्गीय सुभाष घिसिङको स्मृति पार्क यहाँ यस्तो रहेछ यो नाम रहेछ यहाँको इन्चार्ज चाहिँ उहाँ हुनुहुन्छ उहाँले चाहिँ यहाँ मिस्टर कृष्णमणि थापा हुनुहुन्छ र अब उहाँसँग चाहिँ हामी एकछिन पार्क घुम्ने हो र के छ कसो छ उहाँले अब हामीलाई घुमाउँछ पार्कमा साथीभाइ अब म चाहिँ यहाँ एकछिन पार्कमा तपाईँहरूलाई देखाउँछु पार्कभित्र के छ देख्नु त देखेको हो र जो पनि अब मिरिकदेखि यो मिरिक मन्जु पार्क आउनु भएको छैन उहाँहरूले चाहिँ यसलाई यसो हेर्नु होला अब यहाँ भित्र पार्कमा हामी पस्दैछौँ यस्तो छ है यहाँ पार्क मन्जु पार्क कस्तो भएछ धेरै दिन बाद आयो अब हामी सुभाष घिसिङको स्मृति बनाएको ठाउँमा जाँदैछु हेर्नु
यो त यस्तो भएपछि सुकेछ। यति दामी यहाँनिर पुल थियो मजाको। यहाँनिर बर्खामा चाहिँ यहाँ पुरा मतलब स्विमिङ जस्तो हुन्छ। यो चाहिँ खोला हो एक्चुअलीमा, यहाँबाट खोला आउँछ, त्यसले गर्दाखेरि त एरिया त ठुलो छ यहाँ। यो हात्ती मजाको छ हात्ती चाहिँ। आउनुहोस् है तपाईँहरू पनि हात्तीमा फोटो खिच्नु। हात्ती हरियो खाले हात्ती। यो चाहिँ यहाँनिर पार्क, चिल्ड्रेन पार्कहरू नानीहरू खेल्नको लागि यहाँनिर जग्गा छ। यो त थिएन नि त पहिला, योहरू थिएन नि त। हो यहाँनिर चाहिँ सुभाष घिसिङको स्वर्गीय हाम्रो सुभाष घिसिङ पूर्व हाम्रो अध्यक्ष जिएनएलएफको उहाँको स्मृति चिह्न चाहिँ यहाँनिर बनिएको रहेछ र यस्तो प्रकारले बनाएको रहेछ। राम्रो गरेको रहेछ। योहरू सबै उहाँहरूले गरेको? यो सबै एलएफले कि तर कच्चा छ नि त उ हेर्नुहोस्। ए रहेछ राम्रो छैन। अलिक राम्रो चाहिँ यसलाई चाहिँ बलियो गरेको चाहिँ राम्रो थियो। अहिले नि उहाँको एउटा ठुलो यो कोटेसन उहाँले भन्नु गर्थ्यो। हजुर पोस्नु जुत्तासँग हुन्छ र के हुन्छ बाजे त उहाँ चाहिँ हुनुहुँदो रहेछ देवकान्त धनकुमारी सुब्बा घिसिङ। जन्म 21 मार्च 1940 र मृत्यु चाहिँ 16 अगस्त 2008मा मृत्यु भएको। मेरो बत्ती चाहिँ कन्टिन्यू हुँदो रहेछ। यो अब यो पढ्न सकिँदैन। मङ्गलबार छुट्टी छ कि होला। 11 बजे यो चाहिँ हाम्रो अतुल्य सुभाष घिसिङ। जन्म 22 जुन 1936 को रहेछ। मृत्यु चाहिँ 29 जनवरी 2015। मजाले उयो गरेको छ। अहिले बोल्ला छ है तपाईँले हेर्नुहुँदैछ यहाँनिर। उहाँको उयो हेर्नु भयो। मैले त्यो खिचिदिएँ नि गर्दा के कस्तो रहेछ भनेर। यो यस्तो भएको कि के भएको? यो कच्चा कसैले यो उयो भएछ। यो त एकदमै कच्चा भएछ है। ए फुटेको लगाएको। ए अच्छा 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 राम्रो उयो टालेन रहेछ। टाल्स फुटेको लागेको चाहिँ हो। अब त्यति बेला हतार भएर हतारमा इमर्जेन्सी त्यही त राम्रो त राम्रो गरेको थियो रहेछ नि। हजुर यतिको चाहिँ बनाइदिएको छ। बनायो अब गार्डनहरू अझै फुलसुल मजाले रोप्यो भने त दामी हुने रहेछ। लगाइदिएको छ नि। लगाइदिँदैछ हाम्रो भाइले गर्दैछ काम। पानी हालिदिँदैछ। उहाँ चाहिँ माली हुनुहुन्छ यहाँको। पानी सानी फुलमा पुरै गर्नुहुँदो रहेछ। र यो परको त के हो? यो पहिले चाहिँ खासमा चाहिँ फ्लावर एक्जिबिसन भनेको कि। तर फ्लावर एक्जिबिसन खोइ अब त्यो टुरिज्ममा उयो नै आएन, फुलहरू राम्रो आएन हो। त्यसले गर्दा यहाँलाई अस्ति अरिजित सर आउँदा चाहिँ क्याफे टी क्याफे बनाउनु भन्दा थियो। त्यो पनि भएन भन्नु चाहिँ भनेको थियो है। यस्तो देख्नुभयो है दुईवटा